हेलो अनि नमस्ते साथीहरू। आज चाहिँ हामी फेरि पनि कहाँ जाँदैछौँ नानी? शिवाको घर। हामी चाहिँ शिवाको घर जाँदैछौँ। पानी पर्छ भनेर अघिसँग गएको, फेरि अहिले चाहिँ घाम लाग्यो जस्तो भएर हामी चाहिँ गएको। हेर्नु होला यता आजको मौसम कस्तो छ। के अरे मेरो आज स्कुल छुट्टी पो हो त साथीहरू। मेरो स्कुल छुट्टी भइसक्यो। ल हिँड अब। बाटो चाहिँ हेर्नु होला, यस्तो हिलो छ, कसरी हिँड्ने हो? यताबाट हिँड अबि लडिन्छ होला। चिप्ल्यो है, बिस्तारै हिँड। हाच्ची हिलो म चाहिँ डोको लिएर चार पनि लिउँ भन्ने हिसाबले हिँडेको। उताबाट आएको नि अर्कोले त हिँड्यो प्लिज गर। खै के भन्नु र, अरू त गफ लाउन पनि आउँदैन। गाडी आयो तल्लोपट्टि हिँड, उता तिम्रो प्रतीक आयो दादा स्कुलको। हजुर मेरो साथीको घर। मेरो त हिँड्नै इच्छा छ। अनि हेर्नु होला है त, हाम्रो गाउँ चाहिँ पर छ नि त। आज कस्तो क्यामेरा आइरहेको रहेछ हौ। अनि हेर्नु चाहिँ त साथीहरू, यो चाहिँ हाम्रो पिच बाटो हो कि यो बाटो चाहिँ भालुखोपदेखि कहाँ जोडेको छ भने दानाबारी हुँदै गिर्जामोड होइन, भालुखोपदेखि बढ्नु हुँदै हाम्रोतिर चाहिँ अलिकति छुँदैन हो। त्यहाँदेखि अलिक माथिबाट तेर्सो बाटो आएको छ यो चाहिँ। तर पनि ठिक छ बाटो। हेर्नुहोस् है त, पहिलेको मात्र चाहिँ पिच आउने त कहिले हो? पिच भनेपछि पिच भएपछि त एकदम पर्फेक्ट हुन्छ होला। अनि अहिले भइरहेको कति आन्दोलन भइरहेको छ, के गर्ने होला र होइन, कहिले शान्त हुने हो थाहा छैन। नयाँ नेताले के कस्तो गरेको छ, हजुरलाई ठिक लाग्यो कि लागेन त भन्नु होला है। ओ माई गड, साँच्चै ऊ त्यो फुलले फुल्दो रहेछ नि। मलाई त थाहै थिएन उसो कस्तो दामी उ गरिरहेको रहेछ है। हेर्नुहुन्छ, मेरो चाहिँ त्यस्तो राम्रो क्यामेरा छैन है। यो फुल क्या, यो अर्किड देखिन्न रहेछ। ठिक छ उसो भए। मैले त पत्याएकै थिइनँ कि फोनमा फुलेको देखाइरहेको थियो। मलाई त विश्वासै लागेको थियो नि तर फुल्दो रहेछ। यहाँ हेर्नु होला है त साथीहरू, आज चाहिँ म बाँकी साग टिपेर लाग्छु। भिडियो गर्दा त हातै गल्दो रहेछ त, कसरी गर्छन् हो भिडियो। ओहो गलेमा त छिराउ हुँदैन, छिराउनुहोस् न साथी। यहाँ हेर्नुहोस् है त मेरो साथी चाहिँ, छिराउनुहोस् ढिलो हुन्छ भरे रात पर्छ। साथी हात पक्रिनु न, यतापट्टि आउनुहोस् न। अनि हामी चाहिँ फेरि जाने हो, गएर के गर्ने हो। अनि गएपछि म के गर्छु भन्ने कुरा हजुरहरूलाई देखाउनेछु। ओके बाई। सेल्फीबाट पनि राम्रै आउँछ क्यामेराको है, त्यस्तो नराम्रो त होइन कि। तर पनि जे भने क्वालिटी त घटि नै हाल्छ नि, त्यो भएर मात्र हो। तर पनि यतिको त आउँदो रहेछ हौ, ठिकै छ त। होइन र पुन्तुली हे राम्रै देखिएको छैन कि के हो, ब्याकग्राउन्डबाट त राम्रै आएको छैन त्यो क्यामेरा। हामी चाहिँ पुग्न लागिसक्यौँ नि त। अब पुगेर के गर्छौँ भन्ने कुरा हजुरहरूले देखाउने पनि चाहिँ हेर्न चाहिँ नभुल्नु होला। यही त हाम्रो भ्लगलाई, किनभने तपाईँहरूले राम्ररी हेर्नु होला। पर श्री भा पनि आएछ। श्री भा आउँदै रहेछ। जुत्ता सुत्ता लाएर आएछ श्री भा त।
अब हामीले बाँस काट्ने हो अनि घरतिर लग्ने हो बोक्ने हो अनि जाने हो बाँस काटेर जाङ बनाउने हो काखको लागि मुन्टाको लागि पछि अनि फलेसी खाना बनाइसक्नुपर्छ है भनेको नि हाम्रो काम चाहिँ यस्तै हो ल बाँस नै काट्न आएको हामी चाहिँ हो अनि बाँस काटेर के बनाउने भन्दा चाङ बनाउने स्कुलको म पनि त्यो पल्टेको रहेछ म चाहिँ यहाँ काट्छु है भेट्छु कि भेट्दैन काट्नलाई है त साथीहरू भरे भेटौँ यस्तो भयो साथीहरू पसिना यत्रो वर्ष भएको थियो काम गरेको थिइनँ आज बाँस बोकेको त खलखल भयो पसिनाले तलबाट बोकेको दुईजना चाहिँ त्यही खेलिरहेको छ साथी माथि बोकेको छौँ बासु त्यहाँ तल जानुभएको छ साथी चाहिँ बाँस खोज्दै हुनुहुन्छ तलबाट बाँसको भेट तल अलिअलि देखिरहेछ बाँस बोकेको गरेर हत्तु भयो साथीहरू गरी खान नसकिने रहेछ गाह्रो रहेछ गरी खान के खेलेको दुईजना चाहिँ निकास मगर किन माटो खेलेको के हो त्यो यो चाहिँ के हो माटो कोकोलाई दिन माटो श्रीबा छुनुहुन्न हात काट्छ त्यसले अनि खेल्नु खेलेको हेरेको क्या दुईजनाले के खेल्दैछ भनेर म चाहिँ गले साह्रै गलेर हत्तु नै भयो बाँस लिएर आउँदै हुनुहुन्छ है साथीजी चाहिँ हेर्नु है अहिले देखाउँछ अहिले बाँस लिएर आउँदै कुछ फलाएर बेच्न गाह्रो पर्यो त्यो ढुङ्गा हो राम्रै हुनुहुन्छ सक्नु भएन म पनि गएर ल्याएर देखाउँछु भिडियो हाम्रो चाहिँ खाजा अनि मैले चाहिँ यहाँ अचार बनाइसकेँ अचार रेडी भयो अब हामी चाहिँ खाजा खाने हो साथीहरू खाजा खाने हो होइन अनि अरू चाहिँ के भन्नु र मिठो खुर्सानी र धनियाँको अचार अब यस्तै त छ गाउँघरमा हो अब के गर्ने फेरि खाने हो अनि फेरि बासु साने यस्तो गरेर सक्यो ए बस तिमी पनि खाऊ आलु रेडी भइसक्यो खाजा निकास मगर तिमी नखाने आऊ तिमी नखाने खाजा ए आऊ त आलू का चालू बेटा कहाँ गए हे बेगन की टोकरी में घुस गए थे हैन नबादी खेल्नु है ल मिली खेल्नु साइकल भन्नुपर्छ आऊ नबाद्नु नै ल सुबे यहाँ त तासी दिन्छु नानी म घरहरु दा गरेर भित्रा दिन्छु नि सबैको आऊ न छिटो खानु आलु
बस त अलि खाने मेरो यहाँ बस्छ न उता तातो छ नानी नुन ए लागिछ त अनि फुटबल पनि खेल्नुपर्छ चियाडम पनि खेल्नुपर्छ घरहरू पनि खेल्नुपर्छ चियाडम चाहिँ के हो चियाडम भनेको के हो फेरि ब्याग स्याप्नु जानुपर्छ चिया पक्कै फेरि ब्याग स्याप्नु जानुपर्छ वाउ बनिछ ए चियाडम छोटी डाक्टर डक्टर तिमी नजाऊ न त डक्टर हुने साइकल डक्टर भन्छ मेरो ए खाजा लिएर आउन छिटो यहाँ खाजा यस्तो बनाउनु पर्ने अन्त त्यही भएर छिटो छिटो सकौँ भनेको सिधा सिधा बनाएर कहिले सकिने होला त्यही त भनेको त गलिसक्यो यता मात्र बाँसले पनि पुग्छ होला त यता त कहिले पुर्याउनु होला खाँबार होइन यस्तो खाँबाट बोलो चाहिँ फेरौँ अरू चाहिँ पुरानो यही सबै लगाइदिने हो कि अब त पुग्छ जस्तो पनि दाल चाहिँ लानुपर्छ इस्कुसको चाङमा पनि पुऱ्याउनु सकिँदैन होला अन्त सकिँदैन अब खेताला लाउनु नसकिने भयो आफै गर्नुपर्छ अनि बाँस काट्नै सकिँदैन ऊ बनतरु यस्तोले त कहाँ हुन्छ त फोन चाहिँ छोड्नै हुँदैन है फेरि साथसाथै पुग्नुपर्छ भिडियोमा यस्तो चाहिँ हाम्रो गाउँहरू चाहिँ अम्लिसबारी खाजा साजा खाइयो अनि लाग्यो फेरि हामी चाहिँ कामतिर हजुर खोको नि त के हो म त चिन्दिनँ रुखहरू त आम्मा कत्रो साउन्डमा उड्यो हो बाइक त गरेर दिसी अम्लिसो लु हेर्नुलाई अम्लिसहरू कस्तो छ भनेर कतिले देख्नु भयो होला कतिले देख्नु भएको छैन होला भन्दिनँ अरे क्या अन्त्यमा चाहिँ के यस्तो हात गल्दो रहेछ हौ कसरी भित्रबाट ऊ यता हुँदै पनि रहेछ त अनि ऊ यो चाहिँ कसको माथिको चाहिँ हजुर यति बाँसले अनि कति चाहिँ हुन्छ त हेर्नु है यो एउटा बोलो हुन्छ हो यो बोलो भयो यो खाँबो भयो यिनीहरू खाँबै हाल्नुपर्छ बाङ्गो परिगएको छ बाङ्गो छ यति अनि यति दुईटा मात्र रहेछ बोलो त दुईवटा मात्र छ बोलो छन त यहाँ पनि छ हो
भुतुक्कै भयो है साथीहरू के भयो कसले काट्यो नि चप सक्नु भयो चोरेर चप चोरी सक्नु भयो तपाईँले पनि के बनाउन आँट्नुभएको तपाईँले पनि चाङ बनाउन आँट्नुभएको ए ठिक छ अर्काको भेट्टा हामीलाई भेट्टा यस्तो छ है बाटो चाहिँ यस्तो छ हौ छन् त नजिकै छ बाख्राहरू तर पनि बाटो चाहिँ यस्तो ठाउँबाट बोकेको छ साथीहरू इस्कुसको लागि यति धेरै दुःख गर्न पर्छ पछि इस्कुसको चाहिँ दामै आउँदैन अब कतिवटा छ र बास कतिवटा छ कतिवटा त रहेछ त्यहाँ ठुलो एउटा रहेछ अनि हजुर ल त्यहाँ दुईवटा काटेपछि साथीहरू हामीले चाहिँ कामसाम सकेर अब घर जाँदैछौँ होइन त्यो एउटा केटी चाहिँ रिसाएर बम परेको छ अब यस्तै त होला होइन अरू त के भन्नु र भ्लग बनाउन नि आउन्न बनाउनु चाहिँ लाग्छ कसरी बनाउने हो के गर्ने हो अलिअलि टिप्स दिनु न भनेर ए सरी टिप्स होइन ट्रिक सानो सानो ट्रिकहरू छिटा भने पर्खिन्छु नत्र छोडेर जान्छु म कलेर अन्तिम भयो अन्तिम आजको लागि चाहिँ यति नै साथीहरू बाई बाई भ्लग फेरि पनि भोलि ल्याउनेछु भोलि चाहिँ अब बनाउनु पर्ने छ मरिने भयो